नेपाल सरकारको वेतन खाने तलब खाने कुनै पनि कर्मचारी शिक्षक मात्र होइन कुनै पनि कर्मचारी अहिलेका हरेक जनप्रतिनिधि जसले चाहिँ नेपाल सरकारको भत्ता खानुहुन्छ उहाँका छोराछोरी सार्वजनिक शिक्षामा पढाउनु पर्दछ। हामी शिक्षकहरूले पनि निजी बोर्डिङमा होइन आफ्नो आफैले विश्वास गर्न सिकौँ। मेरा छोराछोरी पनि मैले सरकारी स्कुलमा पढाएको छु, आम शिक्षकहरूले पनि सरकारी स्कुलमा पढाउनु भएको छ। यदि पढाउनु भएको छैन भने पनि हामी सबैले सरकारी स्कुलमा पढाउनुपर्छ, यो पनि ऐनमा लेखिनुपर्छ भनेर त्यो पनि हाम्रो माग हो। हामी लामो समयसम्म 21औं दिन आज भइसक्यो शिक्षा ऐन ल्याउनको लागि हामी राष्ट्रिय शिक्षक महासङ्घको नेतृत्वमा हामी काठमाडौँमा आन्दोलनरत छौँ। हामी शिक्षकहरूको यो इच्छाले आन्दोलन गर्ने रहरले हामी यहाँ आएका होइनौँ। एउटा ऐन ल्याउने नेपाल सरकारको दायित्व हो। पटक पटक महासङ्घसँग सम्झौता गर्ने र नेपाल सरकारले ती सम्झौता गरेका कुराहरू लागू नगर्ने ऐन नल्याएको कारणले गर्दा हामी यसरी चाहिँ आन्दोलनमा आउन बाध्य भएका हौँ। हामी रहर छैन। यो भर्ना हुने समयमा यो राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा सुरु हुने बेलामा यसरी हामी यो काठमाडौँमा यसरी आएर आन्दोलन गर्नु यो बाध्य छौँ। नेपाल सरकारले सुनिराखेको छैन, कामहरू भएका छैनन्। हाम्रो शिक्षकका मागहरूलाई बेवास्ता गरिएको छ। यसरी चाहिँ एउटा शिक्षकलाई बेवास्ता गर्नु, गुरुहरूलाई बेवास्ता गर्नु भनेको एउटा देशलाई विकासतर्फ अगाडि बढाउनु नभएर देशलाई अधोगतितिर लगाउन सरकार अगाडि बढ्दैछ भन्ने हामीले बुझ्दछौँ। सरकारले कुरा नसुन्नुमा सरकारले शिक्षा क्षेत्र भनेको ठुलो कुरा हो भनेर बुझ्नै सकेको छैन। यो सरकारलाई बुझाउनको लागि यहाँ हामी आएका छौँ। शिक्षा क्षेत्र बलियो भयो भने देश हरेक क्षेत्रमा विकास हुन्छ, यो सरकारले बुझ्नै पर्दछ। हिजो शिक्षा मन्त्रीले राजीनामा दिनुभयो, उहाँले राम्रो गर्दै पनि दिनुभयो, के समन्वय मिलेन। प्रधानमन्त्रीका पनि कुरा आएकै छन्। हाम्रो शिक्षक महासङ्घ पनि वार्तामा चाहिँ गएको छ। सबै चाहिँ अब मेरै गोरुको 12 टक्का चाहिँ भन्न चाहिँ हुँदैन, सरकार पक्षले पनि हुँदैन, महासङ्घका नेतृत्वले पनि गम्भीर चाहिँ हुनुभएको छ, अझै गम्भीर चाहिँ हुनुपर्दछ। यो हामी यो 21औं दिनसम्म चाहिँ काठमाडौँमा आएर यसरी आन्दोलन गर्नुपर्ने एउटा ऐनको लागि मात्र। हामी शिक्षकका मागहरूको लागि हामी आएका छैनौँ। गुणस्तरीय शिक्षाको लागि जो ऐनमा संविधानमा लेखिएको छ, निःशुल्क शिक्षाको लागि ऐन लेख्नुपर्छ भनेर यहाँ आएका हौँ। यो चाहिँ जायज छ। यसमा सबै देशका आम नेपाली जनताले सहयोग गरिरहनु भएको, समर्थन गरिरहनु भएको पनि छ। तपाईँले ठिक कुरा गर्नुभयो। नेपाल सरकारको वेतन खाने तलब खाने कुनै पनि कर्मचारी शिक्षक मात्र होइन कुनै पनि कर्मचारी अहिलेका हरेक जनप्रतिनिधि जसले चाहिँ नेपाल सरकारको भत्ता खानुहुन्छ उहाँका छोराछोरी सार्वजनिक शिक्षामा पढाउनु पर्दछ। हामी शिक्षकहरूले पनि निजी बोर्डिङमा होइन आफ्नो आफैले विश्वास गर्न सिकौँ। मेरा छोराछोरी पनि मैले सरकारी स्कुलमा पढाएको छु, आम शिक्षकहरूले पनि सरकारी स्कुलमा पढाउनु भएको छ। यदि पढाउनु भएको छैन भने पनि हामी सबैले सरकारी स्कुलमा पढाउनुपर्छ, यो पनि ऐनमा लेखिनुपर्छ भनेर त्यो पनि हाम्रो माग हो। निकास खोज्नै पर्दछ। यसरी 21औं दिनसम्म लाख टिचर चाहिँ यसरी देशको राजधानीमा आएर एउटा ऐनको लागि यो दिनदिन आन्दोलन गर्नुपर्ने अवस्था सरकारले ल्याउन नहुने हो। सरकारले कुरा सुनोस्, तुरुन्तै ऐन ल्याओस्। शिक्षकहरू यसरी रहरले चाहिँ आन्दोलनमा आउन आएका होइनन्। शिक्षकहरू तुरुन्तै फर्किनुहुन्छ। घर फर्कने वातावरण, विद्यालय फर्कने वातावरण बनाइदिनुहोस्, विद्यालयको भर्ना अभियान चलाउने वातावरण बनाइदिनुहोस्, कक्षा 12 का विद्यार्थीहरूको ती नानी बाबुहरूको परीक्षा सहज किसिमले ल्याउने वातावरण बनाइदिनुहोस् भन्ने हाम्रो माग छ।